हेलो गाइज वेलकम टु माई नेक्स्ट ब्लग। अब चाहिँ म भ्लगिङ गर्दै कामतिर निस्किन्छु। अब यसो अस्ति चाहिँ मेरो एउटा काण्ड भयो, त्यो चाहिँ अहिले सुनाउँला बाटोमा। अनि अस्तिको काण्ड चाहिँ के हो भन्दाखेरि गाइज मेरो मोबाइल र पर्स चाहिँ हरायो क्या अस्ति चाहिँ। अनि त्यतिखेर चाहिँ कसरी हरायो भन्दाखेरि हरायो पनि होइन कि आफैले छोडेको के भन्नु, अब आफ्नो दिमाग ठिक ठाउँमा नभएपछि त्यतिखेर चाहिँ टोकियो स्टेसनसम्म चाहिँ लास्ट ट्रेन थियो क्या। अनि म चाहिँ अब त्यहाँ मान्छेहरू यसो ओर्ल्यायो कि ओर्ल्याएन भनेर यसो मान्छेहरू हेरिरहेको थियो होइन। अनि त्यसपछि मैले चाहिँ त्यो पर्स र मोबाइल उठाउने चाहिँ ध्यान त्यतातिर ध्यानै गएन क्या। अनि आफू पनि ओर्लेछ, मोबाइल र पर्स चाहिँ त्यहीँनिर छुट्यो। अनि 2-3 स्टेसन यता आइसकेपछि अनि म गोजी चेक हान्छु त छैन मेरो त मोबाइल। ल ठिस भइरहेको म त्यतिखेर चाहिँ यस्तो दिमाग ह्याङ भएको थियो नि। फेरि त्यसपछि जब चाहिँ मलाई रुम आएपछि झन् तनाव भयो कि। भिजा थप्नको लागि जम्मा 4-5 दिन बाँकी छ है मसँग। फेरि त्यो जाइरो कार्डमा मैले पर्सहरू सबै, पर्समा चाहिँ जाइरो कार्डहरू सबै हालेर हिँडेको थिएँ कि। अनि त्यसपछि आफूसँग जाइरो कार्ड पनि छैन, त्यही माथि ब्याङ्क कार्ड पनि छैन, सब त्यसमै थियो कि। अनि त्यसपछि दिमाग ह्याङ भएर गएको गएँ आएँ है। गएकोमा भने गएकोले भन्छ गएर कम्प्लेन गर भन्ने खाले कुरा गरेँ। अनि गएँ, जुन ठाउँमा हराएको थिएँ त्यही ठाउँमा गएर मैले चाहिँ कम्प्लेन गरेँ। अनि कम्प्लेन गरिसकेपछि अनि बाहिर पनि गरेँ मैले, स्टेसनमा पनि गरेँ अनि बाहिर पनि गएर पुलिस चौकीमा पनि गएर मैले चाहिँ रिपोर्ट गरेँ। अनि त्यसपछि चाहिँ त्यो दिन चाहिँ म काममै गएन कि। यस्तो दिमाग टाउको सोच्नु न कस्तो भएको थियो होला मलाई भनेर। 4 दिनमा भिजा थप्नुपर्ने छ, जाइरो कार्ड मसँग छैन। अनि गएर झन् नेपाली सेन्चरलाई सोधेको प्रब्लम आउनसक्छ भाइ पछि भनेर भन्छ भिजामा। त्यस्तो भनेपछि त मेरो त फेरि टाउको दुखेर त्यो दिन म काममै गएन। यता फेरि मोबाइल पनि हराएको थियो, त्यही माथि लाइन पनि कनेक्ट थिएन यो अर्को मोबाइलमा। अनि साथीलाई फोन गरेर आज म आउँदैन, यस्तो यस्तो भयो मेरो, कुरा मिलाएर भनिदियो भनेर भनेको। फेरि त्यहाँनिर काम गर्ने ठाउँमा चाहिँ के कुरा चलेछ भने मोबाइल र पर्स हरायो भनेर भनेको मैले। गाइज यार त्यहाँनिर त मेरो कपडा हरायो अरे, काममा लगाउने कपडा हरायो भन्ने कुरा पो चलेछ। अनि त्यसपछि अस्ति जाँदाखेरि त तेरो त कपडा हराएर त कामको भेट्यो भनेर पो सोच। ल मान्छे मोबाइल र पर्स हरायो भनेर एउटा कुरालाई घुमाइ हेर्नु न, त्यो कुरालाई घुमाइ के बनाइदिन्छ के। अनि जे होस् पर्स चाहिँ मेरो रिपोर्ट लेखाएको बेलुकातिर मलाई म्यासेज आयो। अनि त्यसपछि यो स्टेसनमा छ, तेरो जस्तै यहाँनिर सामान छ, आएर एकचोटि चेक गर भन्ने कुरो गरेको थियो। मैले चाहिँ जिमेल दिएको थिएँ, जिमेलमा म्यासेज आएको थियो। त्यसपछि चाहिँ म त्यहाँ गएँ अनि त्यो मेरै सामान थियो अनि मैले चाहिँ लिएर आएँ। त्यसपछि चाहिँ ढुक्क भयो, नत्र भने त यस्तो तनाव भएको थियो नि गाइज। त्यही भएर आफ्नो सामान चाहिँ यसो ट्रेनबाट ओर्लिँदा नि पहिला एकचोटि चाहिँ चेक गर्नु होला। मैले जस्तो गल्ती चाहिँ नगर्नु होला। मलाई त आफै देखेर जस त्यो गल्तीबाट चाहिँ मैले नि सिक्यो नि त। अब चाहिँ जे भयो नि एकचोटि चाहिँ हेर्नुपर्छ भन्ने त भयो नि ओर्लिँदा पनि। अब अर्कोचोटिबाट लास्ट ट्रेन भयो भने मान्छे हेर्दा पनि मैले एकचोटि त दायाँ बायाँ फर्केर त हेर्छु नि। त्यो कुरा चाहिँ सिक्यो। जस हरेक गल्तीबाट केही न केही चाहिँ सिकिन्छ मान्छेले। म चाहिँ ट्राफिक लाइटमा छु हेर्नु गाइज। ट्राफिक लाइट चाहिँ यस्तो छ 20 भइसकेको छ गाइज। म चाहिँ अलिक छिटो जानुपर्छ। अब चाहिँ त्यहाँनिर 50सम्म चाहिँ पुग्नुपर्छ काममा। त्यहाँ काममा गएर कपडा सपडा लगाउनु पऱ्यो। हाम्रो लाग्छ अझै 10 मिनट त हिँड्नुपर्छ स्टेसनसम्म। त्यहाँबाट चाहिँ 3 मिनट जति हिँड्नुपर्छ। अनि ट्रेनमा लाग्छ होला 14-15 मिनट। अब चाहिँ त्यही हो मेरो अस्तिको भएको भनेको चाहिँ त्यही एउटा काण्ड हो। अरू त सानोतिनो काण्डहरू त भइरहन्छ। सानोतिनो काण्डहरू त के सुनाउनु। फेरि मेरो फेरि भ्लगिङ डेली गरौँ भनेको मेरो मोबाइलै बिग्रियो कि, त्यही भएर पनि हो। आज मैले दिनकै भ्लगिङ गर्थेँ। मेरो मोबाइल चाहिँ के हुने भएको भने भर्खरै यहाँ यस्तो यासासी हुन्छ। मेरो लागि भनेको कार रोक्दैन। यस्तो ठुलो मान्छे म रेके होइन। यहाँनिर जापानिजहरू सबै यस्तै यासासी नै हुन्छ, एकदम दयालु। मान्छेहरूले रोड क्रस गरिरहेको छ भने
ट्राफिक लाइटमा चाहिँ उनीहरूले रोक्दैन, नत्र भने यस्तो सानोतिनो ठाउँमा चाहिँ उनीहरूले रोक्छ, किनभने फर्स्ट चाहिँ प्रायोरिटी चाहिँ हिँडिरहेकोलाई दिन्छ अनि बल्ल तिनीहरूले आफूलाई दिन्छ। अनि त्यसपछि के भन्न खोजिरहेको थियो भने के भन्न खोजेको थिएँ नि बिर्सिन्छु क्या म कुरा, फेरि दिमाग कता हो क्या अचेल मेरो। जापानको के भन्छ, जापानको दिनदिनैको पढाइ र दिनदिनैको कामले मेरो दिमागै उडाए जस्तो छ। के सोच्ने के बोल्ने भन्ने कुरो नै बिर्सिसकेँ कि मैले। बल्ल याद आयो गाइज, 1 मिनट जति सोच्यो होला मैले गाइज, अनि अहिले चाहिँ याद आइसक्यो है मलाई। अघि चाहिँ म मोबाइलको कुरा गरिरहेको थिएँ, भिडियो हेरेर चाहिँ आएन है गाइज। फेरि अघि के कुरा गरिरहेको थिएँ भिडियो हेरेर अनि आयो भनेर सोच्नु होला तपाईँहरूले, त्यस्तो चाहिँ होइन है। फेरि म चाहिँ अघि मोबाइलको कुरा गरिरहेको थिएँ। मेरो मोबाइल चाहिँ के हुने भएको भने, मेरो मोबाइल चाहिँ टचै नहुने भएको क्या, टच गएको हो कि के हो, एकचोटि स्विच अफ बनाएर नखोलिकन टचै हुन्न के भएको मेरो मोबाइल। हुन त पुरानो नै भइसक्यो, आइफोन 11 त यसो आइफोन 17 प्रो म्याक्स गिफ्ट गरिदिने गभर्मेन्ट खोजेको यता जापानतिर, पाइँदैन जस्तो छ यो दुनिया। आइफोन 17 चलाउने त रहन्छन्, बाध्यता छ गाइड, बाध्यता, नत्र भने त यसो आइफोन 17 किन्दिनँ भने त केही छैन, केही समय केही पर्खाइपछि त आउला नि हाम्रो नि दिन भनिरहेको छु। अब चाहिँ यता बिस्तारै बिस्तारै गर्मी नै बढ्छ है त। फेरि अर्को गाडी रोक्छु है त्यहाँ, देख्नु भयो नि गाइज, नेपालमा भए त हानिदिइसक्थ्यो यतिखेरसम्म। यहाँ त्यस्तो हुँदैन, यहाँ त पहिला मान्छेलाई जानिदिन्छ अनि गयो। नेपालमा त पहिला मान्छेले चाहिँ कुर्नु पर्छ नेपालमा। वहाँ परबाट ट्र्याक्टर आइरह भने पनि ए ट्र्याक्टर आइरह ए बाटो क्रस नगर भन्छ नि। यहाँ त यहीँनिर छ भने पनि उनीहरूले रोक्छ बरु, त्यस्तो छ। नेपाल पनि यस्तै भइदियो नि हुने भन्ने सोच त छ, तर हुँदैन, नेपाललाई टाइम लाग्छ। के गर्नु, कोही त्यस्तो खालकै छैन। अब अरूलाई के हेर्नु, आफै त्यस्तो छैन, अब अरूलाई त झन् के भन्नु। ट्रेन चाहिँ 5 मिनट डिले रहेछ क्या, हेर्नु नि 5 मिनट डिले, ल्याङ गयो त, गाली खाने भयो काममा। 5 मिनट ट्रेन झ्याल लाग्छ। अब हेरौँ कतिखेर आउँछ ट्रेन। म चाहिँ कामबाट फर्किँदैछु अनि यहाँ चाहिँ ट्रेन चाहिँ चिप्को भयो कि, मतलब डिले भयो क्या। 1 घन्टा 20 मिनट डिले हुन्छ भनेको जस्तै यहाँ भर्खर 1 बजिरहेको 2:20सम्म यहीँ बस्नुपर्ने। यहाँ रुम पुग्दा चाहिँ 3 साढे 3 बज्ने भयो। यस्तो हुन्छ क्या, फेरि लास्ट ट्रेनमा चढ्यो भने चाहिँ यस्तै हो। अलि अगाडि आउनु पऱ्यो, मैले फेरि खानासाना आज नखाइकन आयो भए चाहिँ अर्को ट्रेनमा भ्याउँथ्यो होला। खानासाना खाएर आयो अनि लास्ट ट्रेनमा चढेको। अब मान्छेहरू पुरै बसिरह, कोही उतातिर बसिरह, उता लम्पासार परिरहेको साइडमा। यस्तो नै दिन आउँछ हेर्नुहोस्, के भन्नु। अब घर चाहिँ आज होइन भोलि बिहान चाहिँ पुगिला जस्तो छ। त्यही पनि केही छैन, भोलि त स्याटरडे हो नि त, त्यही भएर भोलि त गएको छैन, मस्तले सुतिन्छ, केही छैन। जे होस् अब यहाँनिर उभिएर बस्नुभन्दा मैले यसो ढाड सोच्याउनलाई यसो यता साइडतिर बस्छु कि भन्ने सोचाइरहेको। सब मान्छेहरू ट्रेनमा नबसेर सब बाहिर लाहापाहा लगाइरहेको, सब दारू खाएर झ्याप छ। फेरि के गर्नु, गाह्रो छ। ट्रेन चाहिँ यसरी डिले भइदियो भने त मोबाइल चलाएर बस्छु भने फेरि यहाँनिर मेरो डाटा पनि चलेको छैन कि, त्यही भएर भिडियो बनाएको गाह्रो छ। टाइम लाग्यो, ट्रेन कुरेको नि 40 मिनट भइसक्यो। अब चाहिँ बिस्तारै बिस्तारै लाग्छ त, मान्छेहरू पनि बिस्तारै बिस्तारै छिर्दैन। सायद अब चाहिँ बिस्तारै
जान्छन् होला भन्ने आशा छ है मेरो चाहिँ। यत्रो मान्छेहरू चाहिँ कुरिरहने यिनीहरूलाई चाहिँ के गर्नु, रुम नपुगी सुत्नु पाउँछ। त्यही हो, आज भ्लगिङ गरेको के हो र भ्लगिङ गर्ने दिनमा त यस्तो भइदियो त नि। ठिकै छ, केही छैन। अब खाना खाएर आएछ, के अरे गएर भुलुक्क सुत्ने हो। भोलि त गएको छैन, त्यही 11-12 बजीतिर उठ्नु पर्ला। आज चाहिँ यहाँनिर जुत्तो उपाय हुने भयो, केही छैन, उभिनु पर्ला। फाइनल्ली गाइस ट्रेन पनि हिँड्यो अनि म चाहिँ यहाँ आफ्नो नजिकको एकीमा आइसकेँ। त्यस्तै बस्यो होला 1 घन्टा 10 मिनट जति। आज चाहिँ 1 घन्टा 10 मिनट बस्नु पऱ्यो एकीमै, केही छैन, कहिले कहिले हुन्छ यस्तो। फाइनल्ली गाइस म चाहिँ रुममा नि आइपुग्यो। ठ्याक्कै 2:30 बज्नला रुममा आइपुग्दा चाहिँ नि। आजको लागि चाहिँ यति नै मेरो भ्लग। जो जसले साथ सपोर्ट दिनुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। यसरी नै साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। लभ यु गाइज, बाई बाई, सी यु इन नेक्स्ट भिडियो।